हेलो साथीहरू, नमस्ते। आज म तपाईहरुको लागि एउटा चाउमिनको रेसिपी सेयर गर्न गइरहेको छु। अनि चाउमिन चाहिँ भेजको चाउमिन बनाउन लागिरहेको छु, घरमै बनाएर कसरी चाहिँ खाने भनेर। सो मैले टाइम बसाएँ, टाइमपछि तेल लाउँदै छु। साथीहरू, घरमा बनाएर खाएको मजै अलग हो। त्यही भएर म धेरै जस्तो बाहिर खाने मान्छे भए पनि अहिले खासै बाहिर मिठो नलागेको कारणले चाहिँ म आफै बनाउँदैछु चाउमिन। सो मैले ताई बसाइसकेँ, त्यसपछि मैले तेल खराएर प्याज मैले फुराउँदैछु। सो थोरै बनाउँदा त झनै सजिलो आफ्नै घरमा बनाएर खानलाई। धेरै पनि त्यस्तो गाह्रो त हुँदैन, तर पनि अब थोरैको लागि क्वान्टिटी थोरै नै मैले प्याज काटेर मैले फ्राई गरिरहेको छु साथीहरू, हेर्नुहोस्। अनि यसलाई मजाले रातो हुने गरी फ्राई गर्ने। के गर्नु साथीहरू, पैसा बचाउँ अभियान भन्दा पनि बाहिर त्यति मिठो लाग्दैन मलाई चाहिँ यताको चाउमिनहरू। मैले काठमाडौँ भ्यालुमा त्यति मिठो अहिलेसम्म चाउमिन खाएको पनि छैन। सो मलाई खानु नि खासै बाहिरको चाउमिनहरू मन लाग्दैन। त्यही भएर म घरमा भेजको चाउमिन बनाउन गइरहेको छु साथीहरू, हेर्नुहोस् ल। ओके, मैले त्यो मजाले फराइसकेँ। त्यसपछि मैले खोर्सानी फुराउँदैछु। अनि खोर्सानी फुराएर मजाले फुराइसकेपछि अनि हल्का ड्राई गर्न दिने। खोर्सानी पनि हल्का ड्राई भयो भने चाहिँ मिठो हुन्छ। सो त्यसपछि मैले मटर लगाएँ। भेजको लागि चाहिँ एकदम धेरै मटर, प्याज अनि यस्तो चिजहरू भयो चाहिँ एकदम राम्रो हुन्छ। अनि मैले कोपी काटेँ, कोपी पनि मैले लगाएको छु, राखेको छु। अनि हेर्नुहोस् साथीहरू, आजको मेरो नास्ता भनौँ यही हो आजको मेरो है। अब कतिले आफै घरमा बनाएर खानुहुन्छ, कतिले बाहिरबाट बजारबाट लिनुहुन्छ। सो बाहिर चाहिँ अलिकति पैसा पनि महँगो, अनि त्यसमाथि त्यस्तो महँगो त के भनौँ, 100 रुपियाँको के नै आउँछ, 150 150को आउँछ एक प्लेट। कतै कुनै ठाउँमा 200, त्यो पनि मिठो हुँदैन क्या। सो मिठो भए त 200 300 लगाएर खानु कुनै ठुलो कुरा पनि थिएन। तर म आज एकदम मिठो बनाएर खाने कोसिस गर्नेछु साथीहरू। सो म चाहिँ यो सस चाहिँ यो लाफिङ सस हो, तर मलाई चाउमिनहरूमा एकदम मिठो लाग्छ है यो सस। त्यही भएर मेरो फेभरेट सस हो, जहिले पनि मेरो किचनमा भइराख्ने सस हो यो चाहिँ। सो हेर्नुहोस्,